दिनमा चाहिँ नेपाल सरकारले चाहिँ यसलाई नीति तथा कार्यक्रममा ल्याएर बजेटिङमा राखेर यसलाई चाहिँ अगाडि बढाउनुपर्छ र नेपालमा चाहिँ यो धेरै हाइड्रोजन के अरे धेरै विद्युतहरू छ, धेरै लघु जलविद्युतहरू, हाइड्रो पावरहरू छ। त्योबाट चाहिँ हामीले खेर गएर जुन खपत हुन्छ, खपत नभएर जुन खेर गएको विद्युत छ, त्यो खेर गएको विद्युतबाट चाहिँ हामीले यो खाना पकाउने हाइड्रोजन ग्यास अथवा हरित हाइड्रोजन ग्यास उत्पादन गर्न सकिन्छ भन्ने कुरा आज नेपाल सरकारलाई चाहिँ हामीले देखाएका छौँ। यही कुरालाई चाहिँ नेपाल सरकारले एउटा आवाज बनाएर यसलाई नीति तथा कार्यक्रममा राखेर एउटा प्लान बनाएर नेपाल सरकारले ग्यास निर्माणमा आत्मनिर्भर बन्नको लागि यो एउटा बाटो हो। दिल्ली घिमिरे, म नेपाल इनर्जी फाउन्डेसनको कार्यकारी व्यवस्थापकको रूपमा काम गर्छु र यो परियोजना कार्यान्वयन गर्ने क्रममा चाहिँ मेरो सुरुदेखि नै अहिलेसम्म लगातार इन्भल्भमेन्ट छ र काम गर्दै आएका छौँ। यो चाहिँ अन्तर्राष्ट्रिय स्तरको कोलाबोरेसन अथवा साझेदारीमा बनेको चाहिँ नि परियोजना हो, त्यसरी तर्जुमा भएको परियोजना हो। यो चाहिँ युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, जुन चाहिँ नि जसले पनि प्रपोजल दिएर बिड गरेर काम गर्न पाउने, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको यहाँको गाउँपालिका बडीघाट गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी, त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छन्। यसरी हामीले काम गर्दै आएको यो परियोजना हो र यो परियोजनामा साझेदारको रूपमा बाहिरको इन्टरनेसनल उसमा चाहिँ नि इनोभेट युकेको सपोर्ट हो। त्यस पछाडि लुसरन युनिभर्सिटी, लुसरन विश्वविद्यालय स्विजरल्यान्ड चाहिँ यसको यो खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। त्यस पछाडि चाहिँ नि जेट इन्जिनियरिङ युके भन्ने अर्को एउटा कन्सल्टिङ कम्पनी छ, त्यो कम्पनीको चाहिँ नि यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको रिजाइममा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको। टोटलमा यसमा 8वटा चाहिँ नि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8वटा चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन् र विगत 3 वर्षदेखि हामीले यो काम बिस्तारै सुरु गर्दै आएको हौँ। विभिन्न कारणले गर्दा अलिकति यसको चाहिँ योजना गरेको समयभन्दा अलिकति लामो समय लाग्यो, त्यस कारणले गर्दाखेरि अहिले हामी अलि ढिला समयमा चाहिँ नि यहाँ आइपुगेका हौँ। लगातार 2-3 वर्षको प्रयासमा चाहिँ आजसम्म आइपुगेका छौँ र अझै धेरै गर्न बाँकी छ। अझै चाहिँ यो प्रविधिलाई अझै मैत्री, हाम्रो मान्छे मैत्री भनौँ, जसले भात पकाउने उसलाई एकदम कम्फर्टेबल लाग्ने बनाउनको लागि चाहिँ अझै यसमा धेरै सुधार र अध्ययनहरू नै आवश्यक छ। यसलाई कसरी समुदायमा पुर्याउने, समुदायको पहुँचभित्र कसरी ल्याउने भन्ने कुरा चाहिँ अझै धेरै जिम्मेवारी छ र त्यसमा चाहिँ अझै पहल गर्नुपर्ने छ। यसको लागि चाहिँ अब सरकारको पनि उत्तिकै भूमिका हुन्छ। यो टेक्नोलोजी प्रुफ भइसके पछाडि चाहिँ अबको दायित्व चाहिँ मलाई सरकारको हो जस्तो लाग्छ, किनभने यो प्रुभन टेक्नोलोजीलाई अब विस्तार गर्ने र समुदायको पहुँचमा ल्याउने कुरा भनेको चाहिँ सरकारको दायित्वभित्र पर्न सक्छ र अब स्थानीय सरकार छ, प्रदेश सरकार छ, सङ्घीय सरकार छ, यी सरकारहरूले पनि पहल गर्ला भन्ने हामीलाई विश्वास छ र हामी पनि जति सकेको गर्छौँ, जसले गर्दा चाहिँ हामीले यो महिला दिदीबहिनीहरूले त्यतिखेर नि भन्नुभएको थियो 4 घन्टा 5 घन्टा बिहान बच्चा छोडेर चाहिँ हामी दाउरा जम्मा गर्न जान्छौँ, आउँदाखेरि बच्चाको स्कुल जान पनि भ्याउँदैनन्, खुवाउन भ्याउँदैनन्, यस्तो गाह्रो छ। यो टेक्नोलोजी आइदियो भने सबैभन्दा खुसी चाहिँ हामी यहाँका महिलाहरू हुन्थ्यौँ भन्नुभएको छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ र यसको लागि चाहिँ सबैले प्रयास गर्नु आवश्यक छ। एउटा सानो संस्थाले गरेर हुँदैन। यो सिलिन्डर भन्दा यो त गरौँ भयो, यसमा जम्मा 1 किलो मात्र बस्ने भयो, यो 7 दिनको लागि मात्र पुग्ने भयो, भेरा सिलिन्डर त 28 दिनको लागि पुग्छ झन्डै। त्यसैले यो सिलिन्डर चाहिँ भनौँ न काठमाडौँबाट त्यो रुकुमसम्म जान नपर्ने गरी रुकुममै बनायौँ वा भनौँ यही नै होइन र बनायौँ भने चाहिँ सिलिन्डर धेरै लग्नु परेन। त्यति एउटा चाहिँ एनओसीले गर्न सक्छ, हामीले गर्न सक्दैनौँ। हामीले चाहिँ यो गाउँपालिकासँग मिलेर यही हाम्रो आफ्नो गाउँघरको लागि चाहिँ हामीले केही हदसम्म गर्न सक्छौँ। तर लार्ज स्केलमा अगाडि बढाउनलाई चाहिँ यो सिलिन्डर समेत अगाडि बढाउने, कहाँ उत्पादन गर्ने अनि कसरी डिस्ट्रिब्युट गर्ने भन्ने कुरा चाहिँ हाम्रो नेपाल ओइल कर्पोरेसनले गरिदियो भने हुनसक्छ।